नमस्कार एभ्रिवान। आज चाहिँ हामी घुम्दै घुम्दै गोल्डन टेम्पल आएको थियौँ है। र धेरैजनाले मलाई सोधिरहेको थियो तिमीहरूको गोल्डन टेम्पलको बजेट चाहिँ कति रहेको रहेछ। अब मान्छेको क्वेसन त त्यस्तै त हुन्छ नि हैन। गोल्डन टेम्पल पुगेछ दुईजनाको बजेट कति हुँदो रहेछ, के कस्तो खर्च लाग्दो रहेछ भनेर सोध्दै थियो। सो मेरोमा सानो भिडियोजहरू थियो, त्यसमा म तपाईँहरूलाई बताउन चाहन्छु त्यति ज्यादा पैसा चाहिँ लाग्दैन रहेछ है। दुईजनाको बजेटमा तपाईँले हेर्न सक्नुहुँदैछ। एकदम मलाई चाहिँ चौरस्ताको फिल आइराखेको थियो यहाँ चाहिँ घुम्दा हैन। पर गोल्डन टेम्पल देखेर खुसी पनि लागिराखेको थियो। अनि चारैपट्टि मान्छेहरू टुरिस्टहरू पुरा भिड भइराखेको थियो। मतलब तिनीहरूलाई पनि घुम्नु मजा आइरहेको थियो, बस्ने जग्गाहरू पनि थियो, त्यहाँनिर सपिङ गर्दा पनि भयो तपाईँहरूले। सेम चौरस्ता दार्जिलिङै फिल आइरहेको थियो मलाई यो जग्गाहरू देख्दा चाहिँ त्यति बेला। र अब हामी चाहिँ भित्र जाने तर्खर गरिरहेको थियौँ। आखिर खुल्दुली हुँदै थियो मनमा, भित्र छनु चाहिँ के चाहिँ छ होला यो भित्र भन्ने टाइपको एउटा हुन्छ नि मनमा। सबै सुनको हो भन्छ, त्यो सुनेको मात्रै हो है, आँखाले त देखेको थिइनँ। र जब भित्र पस्ने बित्तिकै हेरेको धेरै भिड, कहाँबाट मान्छेहरू आए यति बिना। त्यो भित्र पस्नु झन्डै 2 घन्टा लाग्यो हामीलाई त्यो भिडमा। यहाँ त्यो देख्नुहुँदैछ साइडमा यति बिना भिड छ। र जस्तो छ ठिकै छ, सेल्फी हान्दै गर्छु म। त्यति बेलासम्म ट्रन आउँछ होला हाम्रो भनेर सोचिरहेको थिएँ। एक टाइममा त हरेस पनि खाएर पनि भित्र पस्यो। 2 घन्टा बाद हामी भित्र पस्यौँ, हेऱ्यौँ। र भित्रबाट बाहिर निस्किँदा चाहिँ नाइटको लुक यस्तो देख्नुभयो तपाईँहरूले। र हामी पस्नु हेर। अब मेन तपाईँले बजेटको कुरा गर्नुहुन्छ भने चाहिँ दार्जिलिङबाट आउनुहुन्छ भने चाहिँ बस्नु खानु गाडी भाडा सब गरेर दुईजनाको 15,000 लाग्ने रहेछ।